हेलो एभ्रिवान, आज चाहिँ म तपाईँहरूलाई देखाउँछु म चाहिँ के गर्छु घरको काम भनेर है। अनि आज चाहिँ मलाई जोस चलिरहेको थियो नि त कामहरू गर्नु है। अरू बेला चाहिँ नर्मल गर्छु साफसफाइ। आज चाहिँ मलाई यो भित्ताहरू सबै सफा गर्नुपर्ने भइरहेको थियो नि त। किनभने हामीले चाहिँ यहाँनिर चिम्नीहरू लगाएको छैन, त्यही भएर चाहिँ पुरा मैला, खाना पकाएकोले गर्दा चाहिँ पुरा मैला बस्छ नि त। त्यही भएर सफाहरू गरिरहनु पर्छ। अनि मैले कति भएको थियो यो माथि माथि सफा नगरेको चाहिँ, अनि अहिले चाहिँ मैले सबै सफाहरू गरेँ, झुटहरू लगाएर सबै सफा गरेर अनि त्यहाँलाई ग्यास राख्ने पनि जति पनि सबै झुटहरू लगाएर गर्नुपर्ने भइरहेको थियो। अरू बेला चाहिँ नर्मल म कपडाले मात्रै सफा गर्छु नि त, अलिकति ह्यान्ड वास लाएर चाहिँ सफा गर्छु। अझै चाहिँ मैले मजाले साबुनहरू लगाएर यसरी जुट लगाएर सबै सफा गरेँ। तपाईँहरूले पनि गर्नु सक्नुहुन्छ, यसरी चाहिँ धेरै सफा हुन्छ नि त है, टल्किन्छ भने। अनि त्यसको बाद मेरो यहाँनिर भाँडाहरू पनि पुरा थियो, अनि भाँडा थाक भएर मैले भाँडाहरू मोल्दै चाहिँ कति काम हुन्छ घरभित्रको है, कतिजनालाई थाहा हुँदैन घरभित्र के खाना पकायो त्यति मात्रै भन्ने गर्छ, तर होइन धेरै कामहरू हुन्छ है घरभित्रको। पनि आफूले गर्यो भने धेरै कामै हुन्छ, साफसफाइ ज्यादा हुन्छ नि त घरभित्रको चाहिँ। मैलाहरू भइबस्छ, सानो सानो बट्टादेखिको लिएर धेरै मैला हुन्छ। त्यही भएर चाहिँ हामीले एक एक दिनमा चाहिँ एक एकवटा कामहरू निकाल्दै गर्नुपर्छ, सबै त एकैतालमा सक्दैन है, एक एकवटा काम। अनि त्यसको बाद चाहिँ मेरो धेरै लुगाहरू थियो धुनुपर्ने, अनि मैले सबै लुगाहरू धोएर यहाँनिर सुकाइरहेको थिएँ। पानी परेर चाहिँ भर्खर रहेको थियो नि त। अन्त चाहिँ मैले सबै यो लुगाहरू धोएँ। अझै मेरो कामहरू पुरा थियो, खाना बनाउनुले लामो भिडियोमा बनाइरहनु सक्दिनँ है, मैले सर्टकटमा यो भिडियो बनाएको छु। अनि लास्टमा चाहिँ मेरो कोकोलाई खाना दिनुपर्ने थियो, मैले कोकोलाई खाना दिएँ। आजको भिडियो यहीसम्म, बाई बाई।